नमस्कार। यो हामीले यो भिडियो बनाउने क्रममा आज एउटा चाहिँ यो समसामयिक विषयको चाहिँ भिडियोमा यो अहिले चाहिँ स्टुडेन्टहरु चाहिँ प्लस 2 पढेर सबै विदेश जाने, कोही पनि चाहिँ प्लस 2 पढेपछि नेपालै नबस्ने, तर विश्वविद्यालय चाहिँ यहाँ खुलेको पनि। अब तर यो विश्वविद्यालय चाहिँ किन यसरी खोलिएको छ? फेरि स्टुडेन्ट चाहिँ प्लस 2 पढाएर बाहिर पठाइएको छ, यो किन यस्तो भयो? धन्यवाद। नेपालमा चाहिँ के छ भन्दाखेरि पहिलेदेखि नै चाहिँ केन्द्रीय स्तरमा चाहिँ विश्वविद्यालयहरू चाहिँ खुलिराखेका थिए र त्यो पनि चाहिँ अब केन्द्रीय स्तरमा भएर चाहिँ जस्तै त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, अब महेन्द्र संस्कृत विश्वविद्यालय जस्तै, पछि चाहिँ अब पोखरा विश्वविद्यालय खोल्यो, पूर्वाञ्चल खोल्यो, सुदूरपश्चिमाञ्चल खोल्यो, मध्यमाञ्चल यसरी खोलिराखेका थिए। जुन 72 सालको संविधान पछाडि चाहिँ जुन चाहिँ एउटा मुलुक प्रादेशिक लेभलमा चाहिँ गयो र अनि प्रादेशिक लेभलमा पनि के भयो त भन्दाखेरि होइन छुट्टै हाम्रो प्रदेशको चाहिँ विश्वविद्यालय चाहिन्छ भन्ने मोडेलमा चाहिँ प्रदेशहरू गए। त्यो आवश्यक थियो कि थिएन त्यतापट्टि कोही पनि गएन। किन भन्दाखेरि जस्तै अहिले भएका केन्द्रीय लेभलका 15वटा चाहिँ विश्वविद्यालय छन्, तिनीहरूको चाहिँ सबै देश मुलुकैभरि चाहिँ आङ्गिक क्याम्पसहरू छन्। त्यो भइसकेपछि प्रादेशिक लेभलको चाहिँ विश्वविद्यालय चाहिँदैन थियो। तर अहिले के भइरहेछ भने विश्वविद्यालयको सङ्ख्या चाहिँ बढिराखेको छ। केन्द्रीय लेभलले 15वटा छन् र प्रादेशिक लेभलमा 6वटा भइसकेका छन्। अझै पनि खोल्ने के छ प्रतिस्पर्धा छ, तर विद्यार्थीको सङ्ख्या घटिराखेको छ। किन घटिराखेको छ भन्दाखेरि प्लस 2 सम्म चाहिँ विद्यार्थी चाहिँ अब यो आधारभूत विद्यालय भएको हुनाले विद्यालयमै पढ्छन्। विश्वविद्यालयमा जाने भनेको के अरे ब्याचलर पढ्न हो। ब्याचलर पढ्न जाने बेलामा प्लस 2 गरेपछि विद्यार्थी चाहिँ विदेश गइराखेका छन्। त्यो हुनाले प्लस 2 चाहिँ ब्याचलर पढ्नको लागि चाहिँ सङ्ख्या चाहिँ कम हुँदै राखेको छ र कुनै विश्वविद्यालयमा त मेरो विचारमा चाहिँ 1000 पनि विद्यार्थी छैनन्। एउटा कुन सुदूरपश्चिमै कुन भन्नेमा त 84 जना स्टुडेन्ट छ कि के भन्ने। जस्तै अहिले चाहिँ सबभन्दा कम भएको चाहिँ बौद्ध विश्वविद्यालय, त्यसपछि जानकी महर्षि विश्वविद्यालय, जनक महर्षि, यस्तोमा चाहिँ अहिले विद्यार्थी चाहिँ कम छन्। त्यो हुँदाखेरि अब चाहिँ के हो त भन्दाखेरि सरकारले नै कि चाहिँ विश्वविद्यालय चाहिँ आवश्यक छैन भनेर प्रादेशिक लेभलमा चाहिँ खोल्न चाहिँ दिनु भएन पहिलो कुरो। दोस्रो कुरो विद्यार्थीलाई चाहिँ प्लस 2 गरेर बाहिर जान चाहिँ रोक्नु पर्यो। त्यसको लागि के गर्नु पर्यो त भन्दाखेरि ब्याचलर लेभलको अहिलेको चाहिँ विद्यार्थी किन बढेन त भन्दाखेरि नेपालमा रोजगारीको अवसर चाहिँ कम भयो पहिला। दोस्रो कुरो के भयो त भन्दा ब्याचलर लेभल चाहिँ 4 वर्ष ब्याचलर लेभल 4 वर्ष भयो, एकदमै लामो भयो। 4 वर्षमा चाहिँ उसको चाहिँ अभिभावकले चाहिँ खर्च गर्न पनि नसक्ने, 4 वर्षमा पढ्नको लागि चाहिँ विद्यार्थी पनि चाहिँ के अरे चाहिँ तयार नहुने, त्यसपछि आएर त्यसको उपलब्धि विद्यार्थीले चाहिँ कम देख्ने र त्यसपछि आएर चाहिँ त्यसको चाहिँ खर्च व्यवस्थापन गर्न नसक्ने भएको हुनाले होइन। यसमा मैले रोकेँ, यो 4 वर्ष बढी भएको हो कि जुन चाहिँ हाम्रो 6 वर्षभन्दा पहिला चाहिँ